व्हाट्सअप गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज चाहिँ फेरि पनि आइसकेको छु मैले नयाँ रियाक्सन भिडियो लिएर। आज चाहिँ म रियाक्ट गर्न गइरहेको छु आचार्य मुभीको फर्स्ट पोस्टर लुकमा। कस्तो छ सँगै बसेर हेरौँ। यो चाहिँ 8 वर्षको पर्खाइपछि आएको निखिल उप्रेतीको फिल्म हो। भिएफएक्स सिएफएक्स पनि दामी रहेछ। अगाडिको हल्का फुल्का हेरेँ मैले चाहिँ। कस्तो छ अरू पछाडिको सँगै बसेर हेरौँ। लेट्स गो। Entertaining the nation. Wow, Nikhil Upreti production. Nikhil Upreti Productions. VFX चाहिँ दामी छ हैन, क्लियर देखिरहेछ। अहिलेसम्मको फर्स्ट लुक नै क्रेजी आछ। फिल्म त झन् अति नै बवाल होला हैन। VFX क्रेजी लाग्यो मलाई। सोही चिल दामीको चिल। त्यो पछाडिको ब्याकग्राउन्ड साउन्ड इफेक्ट छ नि, त्यसले त आम्बो घुसबमै ल्यायो। त्यो फिल्मको ब्याकग्राउन्डमा हुन्छ नि क्रेजी वाला के, अति नै बवाल छ यार। बवाल छ, बवाल बवाल। साउन्ड इफेक्ट सबभन्दा क्रेजी लाग्यो अहिलेसम्मको यो पुरै प्रोडक्सनमा हैन। दामी छ, दामी दामी। असोज 9 गते सेप्टेम्बर 25 मा आउने रहेछ फिल्म हलमा चाहिँ। आचार्य दामी लाग्यो यार, दामी दामी। फर्स्ट लुक्स नै दामी छ। पोस्टर भनौँ कि फर्स्ट लुक्स भनौँ है, यस्तो क्रेजी आयो हैन, दामी लाग्यो मलाई चाहिँ। अनि तपाईहरुले चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। आजको भिडियोमा चाहिँ यति नै। अब भेटौँला अर्को भिडियोमा। जय नेपाल।